हाम्रै बिर्ता मोडमा पनि यतिको मिठो सेकुवा पाउँछ भनेर त मलाई थाहा नै थिएन। सरी गाइज, यो चाहिँ मेरो डायलग होइन ल। मेरो डायलग त यो प्रकार रहेछ। 3टा मिनी ब्लग बनाउँदाखेरि पनि अझैसम्म मेरो आवाज सुध्रेको छैन भन्दै आज पनि म लागे अर्को मिनी ब्लग बनाउनको लागि। कपालमा स्प्रे वाला जेल अनि आँखामा चस्मा लगाएर म लागे अर्को नयाँ मिनी ब्लग बनाउनु तर्फ। सो हेलो एन्ड व्हाट्सअप एभ्रीबडी, वेलकम ब्याक टु अनदर न्यू मिनी ब्लग। सो आज हामी जानेवाला छौँ बिर्ता मोड। जहिले बिर्ता मोड मात्रै किन जान्छौँ भन्दाखेरि हाम्रो कामै त्यता पर्छ के गर्छ। सो आज हामी रङ्गेटाडादेखि ढडुवा, बाङ्गे बजार, हल्दीबारी हुँदै लाग्यो बिर्ता मोडतर्फ। अहिले हामी आइपुग्यो मेची आँखा शिविर र त्यहाँबाट हुँदै हामी आइपुग्यो बिर्ता मोडमा। अस्तिको पल्ट बिर्ता मोड आउँदाखेरि बाटोमा सिरुहरू फुलेर एकदमै झकमक्क देखेको थियो, तर अहिले काटिदिएको रहेछ। यति राम्रो सिरु फुलेको थियो, किन काटेको भनेको अगाडि काटेको छैन रहेछ। र त्यही नकाटेको सिरुहरू हेर्दै हामी पुग्यौँ बिर्ता मोडमा। र बिर्ता मोड पुगेर यताउति कहीँ नगइकन हामी सिधै बस पार्कतर्फ गयौँ र अहिले बस पार्क आइपुगेका छौँ। बस पार्कमा हाम्रो साथीको एउटा सानो काम थियो, त्यही कारणले गर्दाखेरि हामी होटल यात्रामा छिर्यौँ। यत्रो ठुलो होटलमा साथीको के काम होला भनेर भित्र छिरेको साथीको साथी भेट्ने काम रहेछ। र साथीको साथी भेट्ने काम सकेपछि हामी लाग्यौँ खाजा खानको लागि हामी त्यही छेउको सानो होटलमा गयौँ र त्यहाँनिर गएर हामीले सेकुवा अर्डर गऱ्यौँ। र अर्डर गरेको केही छिनमै हाम्रो सेकुवा आइपुग्यो। हल्का भोक लागेको कारणले गर्दाखेरि मैले चाहिँ सुरुमा टिपेर एउटा सेकुवा खाइहालेँ। यहाँको सेकुवा चाहिँ त्यति साह्रो मिठो नभए पनि ठिकै लाग्यो मलाई चाहिँ। र हामी 5 जना मिलेर एक सिल सेकुवा खायौँ र सबैले सेकुवा खाइसकेपछि हामी त्यहाँबाट निस्क्यौँ। बिल पनि तिर्यौँ है फेरि। र हाम्रो खाने काम अनि साथीको काम पनि सबै सकेर हामी त्यहाँबाट निस्किने निर्णय गर्यौँ। र निस्किने बेलामा तैँलाई अल्छी लाग्यो होला, त्यही भएर मलाई बाइक कुदाउन दिनुभयो। र त्यसपछि त्यहाँबाट हामी सबैलाई बिदाई गर्दै हामी निस्क्यौँ। र त्यहाँबाट निस्केर हामी पुग्यो सनसरेको एक्वेरियम सपमा। आजकल हामी बिर्तामोडमा घुम्नुभन्दा पनि धेरै एक्वेरियम सपमै जाने गर्छौँ, किनभने हाम्रो गाउँमा माछा पालनको ट्रेन्ड सुरु भएको छ। अब माछा पाल्नको लागि माछालाई चारो त दिनै पर्यो, त्यही भएर माछाको चारो किन्नको लागि हामी पुगेको थियौँ यस दोकानमा। त्यहाँ दोकानमा कोही मान्छे नभएको कारणले हामी अर्को ठाउँ लाग्यौँ र यो ठाउँ रहेको छ बिर्तामोड पेट सप। यसको लोकेसन चाहिँ हाम्रो क्युएफएक्स मलको पछाडिपट्टि रहेको छ। यहाँ पनि निकै किसिमको माछाहरू पाइने गर्छ र माछालाई दिने चारो पनि यही पाइन्छ। भित्र गाइजहरू माछालाई दिने चारो खोज्दै थियो र मलाई अल्छी लागेर म बाहिर भएको कुकुर खेलाउन गएँ। यति राम्रो कुकुरलाई किन थुनेको भनेको यसलाई पनि बेच्दो राखेको रहेछ। भित्र गाइजहरूले खोजेको जस्तो माछाको चारो नभेटाएपछि अर्को ठाउँ जाने हामीले निर्णय गर्यौँ। र त्यहाँबाट निस्केपछि हामी पुग्यो एसबिआई ब्याङ्कमा। दाइ भित्र एटिएममा पैसा झिक्न जानुभयो र म बाहिर बसिरहेको बेला सहरको अस्ताउँदै गरेको घामको दृश्य हेर्न पाएँ। सहरमा गाडीको ट्याटा टुटुट र मान्छेहरूको भिड भए पनि अस्ताउँदै गरेको घाम हेर्न निकै मजा आउने रहेछ। र यस दृश्यलाई कैद गरेर हामी लाग्यो सिटी सेन्टरमा। र सिटी सेन्टर पुगेपछि केटाहरू हार्डवेयर छिर्यो गिजर सोध्नको लागि। गर्मीको बेलामा पनि के गिजर न सिजर दाँत यी गर भन्दै सेसेर म लाग्यो चस्मा किन्नको लागि। चस्मा किन्नको लागि सेसेर म सिटी सेन्टरमा भएको न्युमा छिर्यौँ। दोकान अहिले अगाडि सारेको रहेछ, त्यही भएर हामीले दोकान खोज्न अलिकति समय लाग्यो। र त्यसपछि दोकान भेटाएपछि हामी भित्र छिर्यौँ। भित्र छिर्न साथ वरिपरि चस्मा नै चस्मा वरिपरि चस्मा देख्दा त मलाई पनि एउटा किन्नु जस्तो लागेको थियो। तर मसँग अलरेडी यहीँबाट किनेको चस्मा थियो, त्यही भएर मैले किन्ने निर्णय गरिनँ। चस्मा लगाउँदा पनि उस्तै देखिने मान्छेले एउटा चस्मा किनेपछि हामी त्यहाँबाट बाहिर निस्क्यौँ। र चस्मा किनेपछि त्यही सिटी सेन्टरमै रहेको एक्वेरियममा गएर माछा किनेर हामी फर्क्यौँ। आजको ब्लग माछा किन्नु गएको धेरै रात परेछ, त्यही भएर अब हामी यहाँबाट फर्किने निर्णय गर्यौँ र झोलामा माछा बोकेर हामी फर्क्यौँ। एन्ड सो त गाइज, आजको लागि मिनी ब्लग यति नै। सी यु अन द नेक्स्ट मिनी ब्लग। टिल देन बाई टेक केयर।